ओके हाम्रो यात्रा सुरु भइसकेको छ हेलो एभ्रिवान पछाडि हामी यता छौँ बुवा गाइजहरु यहाँ म सानो हेलो एभ्रिवान अहिले चाहिँ हामी धनकुटा आइपुग्न आँट्यौँ अनि यहाँ चाहिँ हाम्रो इभी गाडी चाहिँ चार्ज गरेको देख्न सक्नुहुन्छ हामीहरू को छौँ बढियामा मेरो आमा चाहिँ गाडीहरू चढ्दै हुन्छ मेरो बहिनीहरू एन्ड द भ्यू इज भेरी नाइस हेलो एभ्रिवान अहिले चाहिँ हामी हाम्रो घर पुगिसक्यौँ चाबी खोल्ने कार्यक्रमहरू चाहिँ हाम्रो ओके अहिले चाहिँ हामी हाम्रो मामालाई होइन अहिले चाहिँ हामी हाम्रो साउती आमाको घर जाँदैछौँ लकपुर खेली घर जाँदैछौँ सास बढेर स्यासा भइसक्यो हाम्रो आफ्नो कोसेली ब्याग पछाडि अझ पछाडि धेरैजना हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ रोड पनि एकदम राम्रो रहेछ है सास पढेर यो चाहिँ हाम्रो गाउँ जाने बाटो हो त्यहाँ माथि चाहिँ पिङ छ यत्रो माथि त को खेल्नु जान्छ हौ अहिले चाहिँ हामी एउटा सानो चौतारामा आइपुगेको छौँ यहाँ बसिरहेको छौँ गलिसक्यौँ अब अलिकति थोरै लाग्छ हामी पुग्नुपर्ने घर चाहिँ See you there. The view is very clear. हेलो एभ्रिवान यो चाहिँ हाम्रो दसैँ हो रातिको दसैँ हो यस्तो हुन्छ हाम्रो पहाडको रातिको दसैँ हेर्न सक्नुहुन्छ यो हाम्रो सन्तानहरू ओके हेलो एभ्रिवान वन्स अगेन गुड मर्निङ अहिले चाहिँ हामी सबैजना उठिसक्यौँ म देखाउँछु ल हामी उठिसकेपछिको अनुहार हाम्रो घरमा सुतेपछि हाम्रो जेठा बाजेको घरमा यु क्यान सी द ब्युटिफुल फेसेस तपाईँलाई म घर एक्सप्लोर गराउँछु माई ग्रान्ड फादर द वातावरण इज लाइक दिस अनि यो चाहिँ हाम्रो घर हो होइन यो चाहिँ हाम्रो घर हो अनि यो चाहिँ हाम्रो आमाले रोप्नु भएको फुलहरू हो ओके अहिले हामी उठेर चिया खाँदैछौँ लु खान त बिहानको समयमा चाहिँ हामीले यो के भन्छ मरिच कसले बनाएर दिनुभयो तपाईँ भन्नु यहाँ हाम्रो देउरानी माइलीले बनाएर दिए मिठो छ तर साह्रै तातो खाँदैछौँ मजै हुने हाम्रो मर्निङ भ्यू चाहिँ यस्तो हुन्छ पानी खानु जहिले आउँछ क्या भाडा धुने अब हेलो एभ्रिवान अहिले चाहिँ हामी अर्को घर जाँदैछौँ अर्को बाजेहरूको घर हाम्रो बाजेहरूको घर जानुको लागि यस्तो टाढो जानुपर्छ आधी टोलीहरू गइसक्यो अनि हामी जाँदैछौँ हाम्रो सास बढिरहेको छ ओके हामी त्यहाँ पुगेर देखाउँछौँ तपाईँहरूलाई अगाडि हाम्रो यस्तो जाँदाखेरि चाहिँ यस्तो सानो सानो टोपी लगाएको छ टोपी लाउनु पर्छ टोपी त लाउनै बजाएर बुढेसकाल भएपछि देखिँदैन आँखाले त्यस्तै हो के गर्नु मान्छे जान्दैन अब प्रगतिको लागि सकेर अहिले दिने चाहिँ भरे दिनु नि शुभ मङ्गल धेरै कुरा जति भट्याइनु उस्तै हुन्छ उस्तै
थोरै भन्दा पनि हुन्छ। हेलो गाइस, अहिले चाहिँ हामी हाम्रो मामल जाँदैछौँ अनि हाम्रो मामल जानुको लागि बाटो चाहिँ एकदम डेन्जर छ है। ओभर डेन्जर छ, गाडी नै गाडी छ, मान्छेहरू नहिँडेर। किनभने अहिले प्रायः मान्छेहरू सबै तलतिर झर्ने गर्छ नि त। अहिले चाहिँ हामी अन्तरबाउको घरमा आइपुग्यौँ। अब यहाँदेखि अझै तल जानुपर्ने छ, टाढो छ हाम्रो मामल। हामी चाहिँ अहिले यति जान आएको छौँ। मम्मीहरू चाहिँ पसेर अर्को टेम्पोमा आउनुहुन्छ। हामी चाहिँ झर्दैछौँ। बाटो चाहिँ एकदम अप्ठ्यारो छ है, कस्तो गाडी यति धेरै रुखहरू। अनि यो चाहिँ एनर्जी ड्रिङ्क होला, जाँदैछौँ है हामीहरू चाहिँ। ह्याप्पी दसैँ। ओके, अहिले चाहिँ हामी हाम्रो मामलमा टिका लगाइसकेर अब फेरि बुढो मामले यस हामी अब चैते जाने पैसी। अनि उहाँको युट्युब च्यानल चाहिँ रमा गुरुङ छ, सब्सक्राइब गर्नु होला सबैजनाले। यस प्लिज प्लिज। अहिले चाहिँ अब टिका लगाइसकेर हाम्रो बडी आमाहरू चाहिँ जानुहुन्छ उहाँहरूको उता घुमाउने घर। बाई बाई गरिदिनु, बाई बाई। ल ल जान्छ अब उनीहरू चाहिँ आजदेखि घुमाउने। हामी चाहिँ गयौँ है अब। हाम्रो आमा, हाम्रो छ्यामा। ओके, हेभ अ सेफ जर्नी। पैसाको कुरा हो जस्तै, त्यहाँ चाहिँ पैसाको कुरा। राम्रो जानु होला। ओके, हेलो एभ्रिवान। अहिले चाहिँ हामी आइसा मामल घरदेखि माथि हाम्रो बुढो मामल घर जाँदैछौँ। बुढो मामल घर जानेको लागि चाहिँ द रोड इज भेरी 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 उकालो। यस्तो उकालो बाटोबाट जानुपर्छ। ओके, अहिले चाहिँ हामी हाम्रो अन्तर्य बाउको घरमा टिका लगाइसक्यौँ। अनि अब हामी चाहिँ माथि घर जान आँटेको है। हाम्रो टिमहरू चाहिँ यतिजना हो। अनि हामी चाहिँ जाँदैछौँ। लु त लु, प्लिज बी अन द भिडियो। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्नु तपाईँहरूले। ल हामी जाँदैछौँ। अहिले चाहिँ हामीले अन्तर्य बाजुको घरमा लगाइसकेको टिका। सी यू। हेलो गाइस, हाम्रो चाहिँ गुड मर्निङ भइसकेको छ। धुवा छ हाम्रो किचनमा। अनि अहिले चाहिँ हाम्रो बिहानको खाजा खाने टाइम हो। हाम्रो यहाँ खाजा चाहिँ के हुन्छ भन्दाखेरि भुटेको भात, के हो के को ज्याउ। म यहाँदेखि देखाउँदै जान्छु। मिट माई मामलोको ग्रान्डफादर, भुडे ग्रान्डफादर। यार देखाउनु त के खाँदै हुन्छ तपाईँहरू। याङबेन खै थाहा भएन त्यो चाहिँ झ्याउ। अनि त्यहाँबाट मासु छ, आमाले पकाउँदै हुन्छ। नेक्स्ट भ्यू इज काका, एरु, मम्मी, छ्यामा। ओके, हाम्रो बिहानको रुटिन चाहिँ यस्तो छ। ल भन्नु, यो हो नि त ह्याप्पी दसैँ भनेको। मासु खाने हो, मासु। मासु इज दामी, हामी इज अलवेज दामी। बाउ कस्तो भएछ भन्नु त, कस्तो भएछ भन्नु त। यो खानेकुराहरू मिठो छ। ओके, हि इज माई ग्रान्डफादर। अहिले चाहिँ गुड मर्निङ भइसक्यो। हाम्रो मामाले चाहिँ यस्तो छ। मेरो मामाले आमाले यति धेरै फुल रोप्नु भएको छ। यु क्यान सी हियर। अनि यहाँदेखि चाहिँ अलिअलि हिमाल पनि देख्दो रहेछ है। कस्तो राम्रो हेर्नु त। वाउ, उज्यालो न उज्यालो छ। अनि यो चाहिँ मेरो मामुली घर हो। यहीँ मेरो मामु जन्मिनु भएको घर हो। अनि यहाँ चाहिँ हाम्रो धारा छ। धारामा चाहिँ माइजले लुगा धुँदै हुन्छ। हाई गर्नु न यहाँ ब्लगमा। यस्तो धारामा लुगा धुँदै हुन्छ।
हाम्रो चाहिँ प्लान के थियो भन्दाखेरि हाम्रो प्लान चाहिँ अब यतिखेर खाना खाएर पिङ खेल्नु जाने भनेको थियो आमुङ डाँडामा। बट त्यो चाहिँ के भयो भन्दाखेरि हाम्रो सपना अपुरो भयो, किनभने मान्छे खस्नु भयो अनि हामीलाई जुठो लाग्यो। सो अब हामी अब चाहिँ हाम्रो खाना खाने बेला भइसकेको छ, बिहानको खाना। अनि हाम्रो घरमा के सब्जी छ तपाईँलाई म देखाउन चाहन्छु। हाम्रो घरमा गुन्द्रुक र आलुको झोल, सिमसाग, ल अनि राङ्गाको सुकुटी छ, सिकुटी। ओके, अब हामीहरू भात खानु गइरहेको छौँ। द भ्यू इज भेरी क्लियर। ओके, गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी मामलमै छौँ। मिट माई ब्रो। हामी चाहिँ आज खासमा धरान फर्किने भनेको थियौँ, तर ड्यु टु हेभी रेनफल हामी धरान जान सफल भएनौँ। 1-2 दिनको लागि अब गाडी बन्द अरे। अहिले चाहिँ अब हामी समिले छामुको घरमा झर्ने क्रममा छौँ। मेरो मामुलाई हेर्नु त लट्ठी बोकेर। एन्ड माइजु इज हियर। अब हामी जानु आँटेको। ओके, यो चाहिँ मेरो मामलको आमाले पाल्नु भएको बाख्रा। यो चाहिँ मेरो मामाले घरमा पाल्नु भएको सानो सुँगुर रहेछ। लु नि त हामी चाहिँ हाम्रो मामलदेखि झरेर अलिकति तल आइपुगिसक्यौँ। हामी चाहिँ अघि आइसक्यौँ। हाम्रो आमुज गाई सक्नुहुन्छ। हामी चाहिँ अघि आएर बसिरहेको छौँ। ढिलो हिँड्ने ग्याङहरू। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि अहिले चाहिँ हामी दसैँमा पिङ खेल्नुपर्छ भन्ने मान्यता छ नि त। अनि त्यही भएर हामी चाहिँ लिङ्गे पिङ खेल्नु जाँदैछौँ। ओके, को जाँदैछौँ भनेर म तपाईँलाई त्यो पनि देखाउने छु। हेलो गर। हेलो। अनि यहाँ अगाडि चाहिँ मेरो डन भाइ छ है एउटा। हेलो भन् मेरो भ्लगमा। हामी यतिजना जाँदैछौँ। ह्याप्पी। आजको वेदर चाहिँ एकदम सफा न सफा छ, क्लियर छ, मजा छ। अनि अहिले हामी पिङ खेलेको पनि देखाउँछु तपाईँलाई थोरै, किनभने फोनमा चार्ज छैन, यहाँ लाइन पनि छैन, पानी परेर। अनि हामी चाहिँ अब अर्को डेस्टिनेसन भनेको हाम्रो पेरिस डाँडा अरे। एकदम यहाँको फेमस ठाउँहरू पनि जानेछु। तपाईँहरूलाई त्यहाँ के कस्तो हुन्छ त्यो क्लिप्सहरू पनि म एड गर्नेछु। स्टिल देन स्टे ट्युन। ओके, अघि हामीले पेरिस डाँडा पनि जाने भनेको थियौँ। हामी चाहिँ स्यास्दै फेबे हुन्थ्यो पेरिस डाँडासम्म आइपुग्यौँ। इन माई केस पेरिस डाँडा इज एक्सपेक्टेसन भर्सेस रियालिटी, अथवा कि भयो हामी अफ सिजनमा आएर त्यस्तो हुनसक्छ। हामी चाहिँ पिङ खेलेको ठाउँदेखि आइपुग्यौँ। म मिट्दैन